लिने हो म त उधारो भोलि फिल्म पनि दिनु भएन भने भोलि तपाईँको मुड अन हुन्छ होला भोलि पनि दिनु भएन भने म त थप्छु त्यसमा त्यसको हुन्छ हुन्छ ओके ब्याजको ओके स्याजको याद छ ल बाई बाई काटो ल त तपाईँ फेरि काट्नु जोडिँदै गरौँ ल भेना थ्याङ्क यू ओके बाई ल भेना छुमा नि क्यारियर भेनाले के छ त आफू सन्चै सन्चै छु अनि आफू म पनि एकदम खाना खायो त अनि खायो गेम खेल्ने हानु नि एक गेम हाम्रो त कचरो हामी त हारेर बसिर हे अर्को आइडी के भएको आइडीको अर्को आइडी के भयो सस्पेन्ड भएको सस्पेन्ड भएको के त्यही भएर अर्को आइदियो नयाँ आइदियो कति दिनको लागि भयो त एक दुई दिन 3 दिन एक हप्ता सधैँ हँ गयो अब पुरै आइडीमै गएको अब कसरी त जस्तो त अनि लाइक कसरी गयो गयो अब यो नयाँ आइदियो गाह्रो छ हौ त्यही भएर बेला बेलामै आइडी चेक गर्नुपर्छ क्या फेरि सबैजना गाइज गाह्रो छ हौ गाह्रो छ गाइज मेहनत गरेर भिडियो बनाएको हुन्छ मेहनत गरेर बनाएको हुन्छ आइडी फोटो गरिदिन्छ गाइज केही छैन आउँछ अर्को भइहाल्छ प्यारीहरू मलाई त केही टेन्सन लाग्दैन जो चाहिँ फालिदिन्छ अर्को चाहिँ नयाँ खोल्दै बस्ने हो खोल्दै गरेर टेन्सन छैन नि प्यारीहरू सबैजना गाइज डबल ट्याप गरौँ गाइज त्यो पनि हो चिनेको तपाईँ चिनेको हो त्यही भएर तपाईँको हुन्छ क्या सबैजना फेरि यस्तो हो क्या आफूलाई माया गर्ने मान्छेहरू आइहाल्छ अनि त्यही हो एकदम त्यही भने त अब धेरै फलोअर्स कहाँ छ यो घोस्ट भन्दै भएको जाँदाखेरि त मन त कस्तो हुन्छ होला नि बिस्तारै हुन्छ फेरि के गर्नु त जान्छ आउँछ है मान्छेको जिन्दगी कस्तो हुन्छ भने यो आइडी जाँदै के हुन्छ है मायालुहरू के हुन्छ त थ्याङ्क यू सो मच ट्याप ट्याप पुगेन प्यारीहरू 700 जना ट्याप ट्याप यति हुन्छ यति ट्याप ट्याप जिएसटी वेलकम सन्जय दाइलाई फलो गरिदिनु ल प्यारी टप सबैजनालाई डबल ट्याप त गरौँ ल गाइज तिनीहरू त हान्नु त गाइज अब त हामीसँग त रोज पनि छैन त हौ रोज हानौँ साथीहरू रोज 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 हान्नु रोज रोजेस रोज हानौँ साथीहरू के हो गाइज त्यो त डबल ट्याप त खतरा नि तपाईँको चाहिँ डबल ट्याप चाहिँ मान्नै पर्छ कि जे होस् मेरो डबल ट्याप चाहिँ हान्छ क्या म यहाँहरूले कस्तो साह्रो माया गर्नेहरू छ सबैजना सबैजनालाई डबल ट्याप गरौँ गाइज लगाइसकेको छ ल युट्युबमा हेरिदिनु ल अब आउँदै हुनुहुन्छ सेयर लाइभ सेयर गरिदिनु ल प्यारीहरू सबैजनालाई स्वागत छ पुष्पा दी थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच डार्लिङहरू थ्याङ्क यू सो मच अब एक गेम ल गाइज सबैजनालाई डबल ट्याप गरौँ त गाइज अब हामी थ्याङ्क यू सो मच सम्झिने पान छम्किने हो त गाइज सबैजना डबल ट्याप गरौँ जोडी सिस थ्याङ्क यू सो मच एभ्रीवन ट्रिपल पुस गरौँ त प्यारीहरू हल्का ल गाइज हाम्रो त गाइज डबल ट्याप चाहिँ गर्दैन है गाइज सबैजना गाइज मिलेर डबल ट्याप चाहिँ गरौँ गाइज अब अरू त अब हामीले सक्दैनौँ थ्याङ्क यू सो मच हेलो मुन हेलो 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 सबैजना गाइज डबल ट्याप गरिदिनु ल थ्याङ्क यू सो मच थ्याङ्क यू सबैजना गाइज डबल ट्याप डबल स्याप लाइभ सेयर गरिदिनु त प्यारीहरू हाम्रो टाइमिङै 9 बजी भएको छ क्या त्यही भएर प्यारीहरू सबैजनाको डबल ट्याप 9 बजी भन्दा हल्का उल्टा भएको छ त्यही भएर 9 बजी मात्रै एक्टिभ हुन्छ सबैजना लगभग सबैजनाको स्क्रिनमा डबल ट्याप ओके मै च्याङ रे हजुर हजुर प्यारीहरू ट्याप ट्याप चाहिँ डेन्जर भइरहेछ निजुली वेलकम
बाहिर आउट कन्ट्रीमा छ अहिले चाहिँ त्यही भएर आउट कन्ट्रीमा हो हजुर हजुर चिसोले यहाँ फेरि गाह्रै परिसक्यो त्यही भएर कहाँ भयो के भयो के गर्नु यार तिमीसँग पनि वार्मअप हान्नु ल अब सक्दिनँ तपाईँसँग त तिमीसँग वार्मअप ल कहाँ सक्नु तपाईँसँग नि हाम्रो कुलबोईसँग कहाँ सक्छ त होस्टको चाहिँ छ जस्तो छ है उतापट्टि है अनि अरू के छ त आज आज रिभेन्ज मात्रै छ बुझेनौ आज युद्ध मात्रै छ आज द्वन्द्व छ आज एकजनाले अस्ति इन्डोनेसियाको एकजना केटा रहेछ कि त्यो केटाले मलाई अस्ति यहाँ दरोबिटी हानेर गयो अनि पुरा उता इन्डोनेसियामा गएर मेरो बारेमा के कुरा गरिरहेको रहेछ कि अब त्यहाँ मैले कसरी मुख देखाएर हिँड्नु भन त इन्डोनेसियाको चोकचोकमा हो इन्डोनेसियाको केटाले अनि मैले त्यस्तो गरेको छैन उतो गरेको के गरेको बोले मात्र नगएर म मुख देखाउनु म बोलेको छु नि के तनाव भएछ तिमीलाई भनेको होइन तिमी फेरि आफ्नो पोल खोल्दैछौ कोसँग बोल्यो भनेर मैले सोधेकै छैन नि तिमीलाई खाना खानु भयो खाएर बसेको अनि तिम्रो पहिलाको बुढाले त यहाँ तनावै दियो त अनि अस्ति के भन्यो तिम्रो टाउको यहाँ म्यासेज गर्लफ्रेन्ड उडायो क्या गर्लफ्रेन्ड उडायो कि क्या उडायो होइन तिम्रो पहिलाको बुढाले चाहिँ तनाव दियो यहाँ मलाई पीडित देख्छु म आजभोलि तपाईँ पनि पीडित म पनि पीडित दुइटै पीडित हो र तिमी पनि पीडितै हो पीडित भयो नि हामी चाहिँ साह्रो पीडित भयो क्या ठिकै छ सबजना पीडितै छ यहाँ च्याटभरि आउने सबैजना पीडित हो यहाँ तलपट्टि सबैजना पीडित मात्र बसिरहेको छ च्याटभरि होइन त गाह्रो छ त्यो च्याटमा एकचोटि गाह्रो स्प्याम हानिदिनु पऱ्यो ग्याङ बाहिर हेर्दा यहाँ कति रिभेन्ज दिनको लागि बसिरहेको होला आज त मैले त्यसलाई भेटेँ कि मात्र भने नि सिङ्कामा हालेर पोल्छु सुरुमै भन्दैछु म पनि हान्दिउँ तपाईँ म मिलेर हान्दिउँ गाह्रो छ तिमीसँग गाह्रो पर्नु थालिसक्यो यहाँ मामाश्री आउँदै हुन्छ अहिले मामाश्री देखाउनुहुन्छ त हल्का तपाईँहरूमा हान्नुपर्छ म म पनि फेरि यस्तो के देख्दामा मात्रै हट्टाखट्टा अलिक नभएको हो कि मेरो पनि त्यो बाहिरको ब्लेजर चाहिँ कसको लाएर आएको यस्तो लुज तपाईँको हो के तपाईँको तनावै पारेको त्यो ब्लेजरले त तपाईँको हो के हो ठिक छ त्यो दराजमा रहेछ तपाईँको निकालेर लगाएको के अनि म त कहिले ब्लेजर लाएर बाहिर निस्केको छुइनँ त त्यो जाङ्गेमा माथिबाट लाउनुहुन्थ्यो त अनि त्यही भएर के त्यो त धुन हालिसकेँ सबै यस्तो कलरको थिएन मसँग कलर मोडिफाई हाल्नु थियो क्या मैले आज मामाश्रीलाई बोलाएको छु सबजनाको हुन्छ यहाँ अहिले तिस्ताबन्दी अस्तिदेखि मलाई यहाँ कस्तो पेलेको थियो त्यो च्याटमा एकचोटि लेखेर त्यो मान्छेको नाम लेखेको थियो यहाँ भान्जा बाबु नेपाली पुलिस हेलो मामाश्री के छ खबर आउनु है अहिले अनि खाना खाएको हजुर कि बट्ट बसेको म त बट्ट बसेको छु कुलबोईको लागि के कुराको व्रत हो र आज तपाईँ पाउँछु कि भनेर बट्ट बसेको ठ्याक्क पाइदिएर हिजो आएको थिएँ लाइभ अनि मैले भनेको थिएँ म भोलि लाइभ आउँछु भनेर मैले प्रमिस गरेको थिएँ ग्याङलाई अनि त्यही भएर आज आएको ठिक छ छोटेसँग चाहिँ देखिरहेको थिएँ मैले छोटे भर्खरै खुवाइदिएर सुताएको देखिरहेको थिएँ छोटेसँग पो यस्तो भइरहेको रहेछ बाजाबाज ठिक छ ल राम्रोसँग दुईजनाको होस् भगवान्सँग त्यही चाहन्छु प्रथम छोटेसँग अर्को छोटेको कुरा गरेको म त मेरो बच्चा तपाईँ र मेरो लल्ला आएको कुरा गरेको मैले त त्यस्तो केही गरेको छु जस्तो लाग्दैन प्रभु ठिक छ अब त्यो छोटे कुरा गर्नु छ भने ल मलाई चाहिँ लेप्चे चाहियो लल्लालाई चाहिँ एकछिन लिएर आऊ न एकचोटि भल्ला गरिदिइहालौँ लल्लालाई लिएर आऊ त्यतिकै धेरै दिन भइसक्यो यार कहाँ मऱ्यो भनेर भन्नु होला बाउले ल लल्लालाई ल्याउने काम मेरो भयो लल्लाले अल्ला पालिदिन्छ क्या हो धेरै भइसक्यो तिम्रो बाबा के हेर्दैछ माया लाग्दैन लल्ला र लल्लीको माया लाग्दैन तल लिएर आयो ल ठिकै यो लल्लालाई केही छैन बुझेनौ म आउँदाखेरि लिएर आइदिन्छु के लिएर आउनु पर्ने भन न अहिले त अलिक लावरतिर गएको छु कि हल्का चिसो पनि बढेको छ लल्ला अलिक यस्तो गयो त हेर्ने अनुहार हेर्ने कि नहेर्ने अनुहार त अलिक नदेखा होला भयो खै मतिर त परेको छैन होला उस्तै छ बाउमै कहाँ छ
ल हेर्दिउँ न त ऐनामा गएर हेर्नु नि एकचोटि ठ्याक्कै बगमै गएको छ कुटेर हानिदिनु जस्तो रुसु छ कहिले बाउलाई सम्झिँदा ल ल अहिले लाहोरतिर गएको छु ल यता लासामा आमाको लागि नुन तिम्रो लागि सुन ल्याउँदैछु त्यो बोम पट्केर अलिकति विचार गरेर ल ल ल बिस्तारै होइन अहिले म रेस्टमै छु भनौँ न टेन्ट भित्रै छु अहिले भित्रपट्टि नामसाम भ्याएर पछि म फोन गर्छु दाजु उठाऊ है मिस कल गर्छु ल व्हाट्सएपमा उठाऊ है ल यो सुत ल ल ल तिमीलाई भनेको होइन उसलाई चाहिँ सुत ल लागेँ म अहिले चाहिँ है अनि आमा आउनु भयो भने काले जहाँ आएको थियो भनेर भनिदिनु है यहीको आमा सासु आमा यही हुनुहुन्छ ल ल ल म गएँ त्यसो भए ल यता फेरि फोनै गर्दैन भन्नु होला तनाबाट ल लागेँ अहिले अलिक गर्ने अलिक पानी सानी खाने त्यो अलिकति सुकिया जस्तो देखिरहेछ ल ल लिइहालेँ अलिअलि त्यो अलिअलि चोखाउने अनुहार पनि अलिअलि चोखाउने मसँग बोल्ने बेला अलिकति जुठो भएर आउँछ यहाँ सबै कसरी चोखाउने जुठो बनाउने के कुरा हो यो सबै केटाकेटाहरू हाम्रो बटालियनभरि हाम्रो यतापट्टि लाहोरमा यो पल्टनभरि केटाकेटाहरू मात्रै छ अनि कसरी के चोखाउने र यो उ गर्ने हो जुठो बनाउने मलाई चाहिँ भर लाग्दैन नि भर लाग्छ इन्सेक्युर नहो है तिमी इन्सेक्युर नहो तेरो बाउलाई सम्झाए तेरो बाउलाई सम्झा ल हे तेरो बाउ मसँग न्यु खोज्दैछ तँलाई पनि टिपेर पछाड्छु ट्रस्ट इस्युज नगर इन्सेक्युरिटिज ननिकाल भन्दैछु नि फेरि तेरो बाउलाई भन्दै म तेरो बाउसँग बोल्दिनँ इन्सेक्युर लिनु हुन्छ फेरि यहाँ सबै तेरो बाउलाई भन्दै ल लागेँ म अहिले ल तेरो बाउलाई भन्दै म राति भिडियो कल गर्छु कि टाइममा सुत्ने टाइममा खाने टाइममा उठ्ने भिडियो कल गरेपछि टाइममा सुतेपछि कसरी उठाउने ल ल ल म अहिले लाग्यो पछि म ल बोल्दिनँ म ल बाई भन्दै तेरो बाउलाई जानु छिटो भन्दै त्यो चोकको बगाले दाइको पसलमा ऋण तिरेको तिरिनौ कति रुपियाँ थियो कति रुपियाँ ऋण खाएको थियो त्यहाँ 9,047 तिरेको तिरिनौ के तिरो आफ्नो ऋण आफै तिर्नु नि मलाई हुन्छ थाहा ल ल तिम्रो टाउको यही कोट सोट लाएर बस्नु मेरै कोट धर्नु ल लाग्यो म अहिलेलाई चाहिँ कोट मात्र जागिन लाउँछु अवधि ल ल ल हुन्छ ल धरो राख्नु नि फेरि त्यस्तो होला गनाएर ल लाग्यो म ल तेरो बाउले छोडेर गयो तेरो बाउलाई सम्झाए त जा त खोइदिनँ म मेरो नभएको चिज आउने बित्तिकै किन भाग्यो फेरि Of course, ghost first हो नि Huh? Of course, ghost first हो नि भनेको नि किन भाग्यो एरिस भागोस् काम छैन क्या डराएर भाग्यो होला गोस्ट देखेर म के खान्छु र तिमी त्यस्तो डरलाग्दो छ जस्तो लाग्दैन मलाई के हो मिस्टर तामाङ के छ केही छैन भर्खर लाइबाको आँखा दुखिरहेछ गाइस यार के भयो आएन न जाडो छ यार काठमाडौँतिर त पानी परेर जाडो छ अँ खाना खाएको खाना खाएको छैन मेरो ठिकै थियो तपाईँले I love you till the day that I die. के छ गोस्ट गाइस गोस्टको ठुलो गर्दिनँ होला मेबी मेरो लाइफ राम्रो छ म डिजर्भ गर्दिनँ क्या मान्छे हो मेरै मिस्टेक हो यार मेरै मिस्टेक हो मै नराम्रो छ यार तिमी यस्तो राम्रो छ यु डिजर्भ बेटर भनेर मैले केटीहरू छोड्थेँ होइन अहिले त्यही वाला चाहिँ गाइज होइन यो कर्म भनेको यो गाइज जहिले नि कर्ममा विश्वास गर्नुपर्छ क्या गाइज पहिला पहिला केटीलाई त्यसरी रिजेक्ट गर्थेँ मैले गाइज आज गोस्टको त्यही डाइलेक्ट मलाई पेलिरहेछ पेलुङ्गा डाइलेक्ट मैले पेलिहालेको छु क्या गाइज त्यसरी हो अहिले यही डाइलेक्ट मैले भेटिरहेछ गाइज यो भनेको युनिभर्सको साइन हो गाइज कर्म भन्छ गाइज यत्रो लामो मेसेज कमेन्ट गरेर नबस्नु न यार साम सेन्ड मी थ्याङ्क यू
भाई क्या काम से मैं पेलूंगा नहीं मैं तुझको पेलूंगा मेरे को क्यों पेलना है सिने एउटा राम्रो गीत बजाउनु पर्यो तिमी बजाऊ तिमीलाई राम्रो गीत बजाउन आउँछ तपाईँ बजाउनु तपाईँलाई मनपर्ने गीत मेरो त आजको बेको सिजन चलिरहेछ मेरो त प्रायः म त बेमा नाच्नु सुनिरहेको छु थ्याङ्क यू गाइस मेम्बरहरु नलिनु प्लिज मेम्बरहरु लिदिनुस् ल ज़माने में दम नहीं हमसे ज़माना खुद ज़माने से हम नहीं सर ट्रेजर बक्सबाट कोइन लिनुस् होला गाइस हैन अनि सबैजनाले अनि मेम्बरहरु चाहिँ लिदिनु होला ल गाइस अनि मेम्बरहरु लिदिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो लिग पनि अलिकति माथि जान्छ के कति जना छ मिस्टर तामाङ तपाईको मेम्बरमा मेरो 817 छ मेरो 817 छ मेरो त 600 पनि पुगेछ छैन 600 पुगिरहेछ बल्ल यस गाइस के कुरामा त जितेछ मैले गोसलाई भोलि पर्सि के हुन्छ जिन्दगीमा अब के गर्नु अरु त भाग्दैन जित्न पर्यो नि यहाँ मात्रै जितेर हुन्छ गाइस यो गोस्टिनीहरु गोस्टिनीहरु सुन्नुस् म जीएसटी पनि भन्दिन यो म रिसाको बेलामा चाहिँ यसरी भन्छु है गाइस गोस्टिनीहरु सुन्नुस् दिदीलाई सम्झाउनी त्यहाँ भाउ दिदैन यार व्हाट इज दिस के गर्ने Oh, live careful, man. मैले कहिले बाल दिएन Huh? लाइदिम अलि नजिक आउनु यहीँबाट लाइदिन्छु पर्दैन त्यो लाउनु त्यही त भनेको किन लाउनु पर्यो त्यो किन डबल खर्च गर्नु पर्यो अर्को महिनालाई धान्छ Good one, guys. अर्को महिनामा धान्छ तपाईको त्यो राख्नु हैन यस्तो गर्न त्यो चाहिँ दिउँसो लाम्ला यो राति लाम्ला के यो राम्रो स्ट्रबेरी फ्लेभरको पिंक कलरको रहेछ अनि स्ट्रबेरी फ्लेभरको हो क्या यो मैं पेलूंगा मैं पेलूंगा मैं देखते रहूंगा Watch what milk does to मैं पेलूंगा Purima also busy noise भयो can you guys just go out and close the door please Purima close the damn door One of them is young. The other is the brain. I'm so sorry guys यार आज मेरो घरको मान्छेहरु किन सबैजना गरौँ उतातिर गएर मेम्बरहरु हामी डबल ट्याप पनि गर्नु त प्यारीहरु फरी फेजमा कुडाउनु पर्यो क्या अहिले मन्च भाइले सजिलो हुन्छ प्यारीहरु कुडाएन ए गाइस ट्याप ट्याप गर्न नबिर्सिने ए यु आर हेल्पिङ तिमीले मनिषलाई हेल्प गर्दैछौ घोस्ट आज टिमबाट द्याट्स सो स्वीट यार तिमी किन यार यति राम्रो छ मान्छे नि राम्रो इन्ट्रेस्टिङ छ फनी छ एउटा राम्रो मिस्टर तामाङ खोजेर किन बे गर्दैन क्या तिमी मिस्टर तामाङ खोजेको नि तामाङले बालै नदिएपछि के गर्नु म दिदैन त्यहाँ लामो सुनेको मिस्टर तामाङ गोस्ट भन्ने बित्तिकै भुत्तुकै रे गाइस त्यहाँ भन्दै थियो त्यहाँ मिस्टर तामाङ मान्छेहरुले त्यहाँ त्यही भन्छ टुक्नुकै हुन्छ प्यारीहरु दुई टुक्रा हुन्छ यस्तो हुन्छ मेरो सिधा कम्मर पनि यस्तो हुन्छ हेर्ने मिस्टर तामाङ मेरो सिधावाला कम्मर पनि यस्तो हुन्छ गाइस गोस्टको चक्करमा मैले तपाईहरुलाई थाहा छ त पहिला मैले स्विमिङ गर्दा कति केटीहरुसँग जिस्किन्थे नि सबजना दिदी बहिनी बनाइसक्यो यहाँनेर यहाँ त कोही छैन यहाँ फ्लट गर्नलाई अहिले म त जो केटी आयो नि बिल्ला गर्दै बस्छु म अहिले यहाँ तर म नि अरू केटाहरूलाई त बिल्ला गर्छु तर मिस्टर तामाङलाई त्यस्तो गर्दिनँ म रेस्पेक्ट गर्छु मिस्टर तामाङ भनेको छुट्टै क्या हस्बेन्ड मेटेरियल हो क्या हस्बेन्ड मेटेरियल त्यही भएर मिस्टर तामाङ चाहिँ एकदम पर्फेक्ट के छ सबै कुरा अब उसले यसो गरौँ होस्ट सुन त एउटा कुरा भनेको मान्छौ भने हैन कमिङ डेजमा तिमीलाई मलाई छ नि मसँग बे गर्नु छैन भने हैन इट्स ओके हैन तर तिमी जोसँग बे गरे पनि मलाई चाहिँ साइड चिक बनाऊ क्या हुन्छ नि त्यो बुढा बाहिर घुम्न जान्छ बेला बेलामा आउँछ सट्टालाई मिस्टर तामाङ त्यो वाला चाहिँ मलाई हो भने त्यो पछि हैन तिमीलाई कमेन्टमा देखेर डर गाइस मान्छेलाई चाहिँ कस्तो हुन्छ रिलेसन भन्दा कि लाइक उनीहरू ठुलो रिलेसनबाट ब्रेकअप भएर गइसकेपछि हार्ट ब्रेक भइसकेपछि कमिटमेन्टसँग इस्यु हुने हो क्या I don't know कमिटमेन्टलाई नेपालीमा के भन्छ बट देन कमिटमेन्टसँग इस्यु हुने हो क्या आई थिङ्क गोस्टको केस पनि त्यही नै होला गाइस उसलाई कमिटमेन्टसँग इस्यु रहेछ गाइस मसँग कमिटै गर्नु पर्दैन क्या तिमीहरूमा के अरे फ्रेन्ड्स विथ बेनिफिट बनिदिउँ क्या
के सबै कुरामा फाइदा के बेस्ट के त्यो बेस्ट फ्रेन्ड के त्यो हुन्छ नि सबै कुरामा फाइदा के होइन म पनि त्यही भन्न चाहन्छु कि बेस्ट फ्रेन्ड बस्छ भन्दा एकअर्कालाई जुडो गर्न मिल्ने खालको बेस्ट फ्रेन्ड के के त्यही दिने खालको के अलिकति त्यो माया प्रेम के प्यारीहरू मार्यो दोस्लाई गाइस सबैजना मेम्बरहरूले ल फेरि अर्को म्याच तर होइन एकछिन विथड्र बक्स म्याच खेल्न जाउँ न हामी तिम्रो म मिलेर तिम्रो टिम र मेरो टिम यसो गर्ने क्या गाइस सुन्नुहोस् मजै आउँदैन मजै निस्किन होइन अलिकति भन मात्रै न यसो क्या गाइस बक्स म्याच खेल्दा चपचाप गर्नुहोस् गाइस अरू केही गरे नगरे एभ्रीवन मेम्बर 7 10 मलाई चाहिँ 17 जनाले फिङ्गर हार्ट पठाउनु पर्ने रहेछ गाइस हो यो वाला शिला थ्याङ्क यू ए शिलाले अघि नै पठाइसकेको रहेछ एकचोटि लपर ब्रेकअप हुँदाखेरि होइन रक्सी खान नसकेर के गरेको भन्नु आज झ्याप भएर रुइदिने हो गाइस गोसको के भयो अभी ये लड़की नहीं चल रहा है गाइस गोस को के भयो हल्का गाइस गोस के नेट अड्क्यो के तिमी अड्केको थियो ठ्याक्कै कसलाई बोलाउँ त नेपालीलाई बोलाउनु कि विदेशीलाई भन्नु त जसलाई भएन हुन्छ तिम्रो फ्लटिङ स्किल हेरौँ न कोही छैन के सुन्दर भेना भेना ओ भेना नमस्ते दाइ भेना अब दिनु दाइ यो आइडी मलाई फलो गर्नु त मेरो आइडी उडिसक्यो के भयो गयो नि त्यो मेरो आइडी त हो र के अरे ब्लक भयो बेन्ड भयो ए सस्पेन्ड मात्रै भएको तर सस्पेन्डले धेरै टाइमको लागि भयो हो र यो को जोडियो फेरि एकचोटि यहाँ फेरि अर्को भेना जोडिएछ लाएर अर्को भेना हैन ससुरोबा हो गोस मेरो ओके मासाले बुढा भन्ने छ त ग्यास के हो यो को यो जोडिएछ कसले उसले हो के अरे हाम्रो घोषले हो जोडाको एकछिन ए उताबाट रिक्वेस्ट पऱ्यो म त यताबाट मिल्दैन कि मेरो यो नाम फलो गरेर गर्न ल ओके एक्सेप्ट गरेँ ल मैले ओके म माथि मिस्टर दाउन तलबाट Tep lah yar guys, ras keras ki sebelum. हैन म चाहिँ माथि तिमी चाहिँ Tep lah yar kara, enggak tolong guys, tep lah yar guys. म चाहिँ माथि तपाईँ चाहिँ तल छ कि Tep lah yar ए ka. यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि जो जसकोबाट हेरे उ माथि हुन्छ के के त्यही भएर Sebelum. लगाइ च्याप सुन्दर दाइ के छ हालखबर हेर तपाईको दाइ यार यो आइडी सस्पेन्ड भएर गाह्रो छ मलाई सस्पेन्ड भएछ रिपोर्ट गर्नु पर्छ Pasukan Pak Empat aman Tomandi. भनेको भएन Telan nyat pas aja. अपिल कतिचोटि गरिसकेको मैले हो छोड्दिनु अब यही आइडी ग्रो गर्नु पर्ने छ उतापट्टि स्ट्रङ छ है प्यारीहरू मिस्टर तामाङ फोकस गर्नु है Bunda beri itu. गाइस लाइभ शेयर गाइस लाइभ शेयर उतापट्टि दुइटै स्ट्रङ छ क्या भेना र नय मलाई गोससँग खेल्दा मात्रै सपोर्ट नगर्ने हो क्या मेरो टिमले अरू बेला त सपोर्ट गर्छ जस्तो लाग्छ है मलाई गाइस लेट्स गो हाम्रो गोससँग खेल्दा मैले सपोर्ट नगर भन्छु आएर हैन गाइस ट्याप लाइभ शेयर गाइस लाइभ शेयर लाइभ सेयर गर्ने प्यारीहरू लाइभ शेयर गर्नुहोस् न हो लाइभ शेयर लास्टै थोरै हाम्रो सुन्दर दाइ कम स्ट्रङ छ जहिले पनि मेरो विन स्ट्रिक खाइदिन्छ खाली गाइस लाइभ शेयर डेन्जर थ्याङ्क यू सो मच एभ्रीवन मेम्बर हान्नु प्यारीहरू अब टार्गेट कति मान्छ भन्ने मात्रै हो गाइस किन भन्नु भेनालाई फेरि कस्तो साली ओइ भेना गरेछ नि लाइभ शेयर